एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो यो अर्को ब्लगमा। यो चाहिँ एउटा र्यान्डम ब्लग भयो। आज चाहिँ हामी कहाँ जाउँ भन्दा भन्दै हामी कोशी टपु वाइल्ड लाइफ रिजर्भमा आइपुगेका छौँ र त्यो चाहिँ एन्ट्री गेट चाहिँ पर छ उता। हामी चाहिँ यता अलिक अगाडि आइसक्यौँ भतिज र म। यहाँ हाम्रो भतिजको यहाँ नयाँ बाइक आएको छ एनएस। त्यही भएर भतिजले चाहिँ काका तपाईलाई आज घुमाउन लान्छु भनेर हो। आज पूजा पनि गऱ्यौँ हामीले शनि मन्दिरमा। अनि त्यस पछाडि कहाँ जाने काका भन्दै थियो। अनि हामी यता आएको हो। अब हामी जस उता अगाडि जान्छौँ। त्यो अलिक फेमस ठाउँ चाहिँ उता त्यहाँ गेटमै छ। हामी चाहिँ अझै अगाडि जान्छौँ, हेर्छौँ के छ, तपाईँहरूलाई पनि देखाउँछु ल। दाइ यो हान्छ कि हान्दैन? फोटो खिच्दा हुन्छ? आएर त डर लाग्छ। खिच तेरो म फोटो खिचिदिन्छु। हान्दै भने डर लाग्छ नि त फेरि। आउनु नजिक आउनु। फोटो खिच। फोटो खिचिदिनु न। ए जा भन्नु है, मलाई डर लाग्छ। आम्मा मालिकलाई दिँदो रहेछ त। जन्तरे र लखन्तरे अरे। होइन यस्तो हो क्या दाइ। अब तपाईँले हामीलाई एकछिन हेर्नु सजिलो हो। तपाईँलाई त यो हेर्दा गर्दा हुन्छ नि, जे काम पनि आफूले गरिरहेछ नि, त्यो आफूलाई चाहिँ वाक्क लाग्दो रहेछ होइन। राइट, हामी कार्यालय आएको। कार्यालय चाहिँ यो रहेछ यस्तो होइन, अझै अगाडि रहेछ जस्तो छ। हामी अगाडि जान्छौँ। एउटा जनावरले अर्को जनावर कहिले देखेको थिएन, त्यही भएर आज जनावर हेर्न आएको छ। यो पनि एउटा जनावर हो, तर यसले अरू जनावर देखेको रहेनछ अहिलेसम्म। यो चाहिँ अब छिरिसक्यौँ। अब यहाँ हेर्छौँ के छ। हामी खोज्दैछौँ कहाँ हो हेर्ने ठाउँ। राइट, हामी आइसक्यौँ। यहाँनिर के छ? गएको छाला नि कहाँ छ? सर्पस भयो। सर्प रहेछ पाइथन होइन। ओभर हुँदैन त।
सक्छ त कसैले सक्छ त तपाईँलाई सब बाँसबाट बनिएको है पराल अरू के छ त भित्र टाइगर होला नि प्लेट चिया राख्ने मुढा किराहरू हामी चाहिँ जस्ट घुम्दैछौँ हेर्दैछौँ अनि हामी कोकोडाइल चाहिँ सब यहाँनिर अब मरेको मात्रै हेर्नु पायौँ जिउँदो चाहिँ उता हेर्नु गएको थिएन अनि यो एउटा छ मान्छे खतरा जो खतरा मान्छेलाई मेरो एउटा फोटो खिच्दैन भन्दाखेरि मोबाइल पनि पक्रिन आउँदैन के भन्नु त्यो हात्तीहरू चाहिँ सबै यहाँ लिएर राख्छ यहाँ लिएर बाँध्छ यहीँनिर खानासाना दिन्छ यस्तो छ हाम्रो भ्रमण चाहिँ अब सकिसक्यो हामीले घुम्ने र हेर्ने जति हेरिसक्यौँ अब हामी चाहिँ फर्किँदैछौँ अब भोक लागेको छ पानी खान्छौँ खाजा खान्छौँ त्यस पछाडि जान्छौँ हाम्रो गाउँ कुनै थियो अब चाहिँ जुस खाएर भिडियो एन्ड गर्नु थ्याङ्क्स फर वाचिङ